हाम्रो फुपूलाई पो बिचरा नि यहाँ माथि कस्तो हेला हेर्नु भएको नि फुपू जति सकिएला फुपू 2 महिनाको सुत्केरेले पनि खनिरहेको छ हाम्रोतिर चाहिँ नानी पाएको 1 महिनादेखि नै काम गर्ने हुन्छ के तपाईलाई के भन्न इच्छा छ दर्शन तपाईहरुतिर यति सानो बच्चा हुने बेला काम गर्नुहुन्छ त काम टाउनदेखि यो बलमा पर्या फुल्ला हो हेलो साथीहरु सबैजना नमस्कार वेलकम ब्याक टु माय च्यानलमा आज तपाईहरुलाई धेरै धेरै स्वागत छ अनि तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला भन्ने आसमा पनि सन्चै आरामै छु आज चाहिँ एकदम बबाल खतरा आफैले खनेर हैन छर्न लाग्छौं के तपाईहरुले हेर्न सक्नुहुनेछ माथिमा बारीमा गएर पनि तपाईहरुलाई देखाउने नै छ बाटोमा हिँडिरहेको छु तपाईहरुले बाटोको सिनहरु हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो पुल हो साथीहरु 2 वर्ष कि 3 वर्ष भयो होला यो पुल निजेको यति लामो छ कि यो पुल चाहिँ यतिदेखि यताको खारबुन गाउँहरु पनि देख्न सक्नुहुन्छ तपाईहरुले अनि म चाहिँ लाग्यो साथीहरु चाहिँ गइसके माथितिर हन वा काको झम्मा निस्किन लाग्छन् यिनीहरु मान्छे हिँड्नु पर्यो अवस्था हुन्छ उताबाट बाटो छैन र फाजु यहाँ हाम्रो फुपूलाई पो बिचरा नि यहाँ माथि कस्तो हेला हेर्नु भएको नि फुपू नलोड्नु है अनि यहाँ चाहिँ साथीहरु हेर्नु हाम्रो फुपू चाहिँ रिस्किरहनु भएको हामी चाहिँ बारीमा पनि आइपुग्यौं साथीहरु अब खन्नेको तयारीमा हैन यतातिर माथितिर फाजुले चाहिँ बिउ छर्न जानु भएको छ अब कति सक्छौं यहाँदेखि तलसम्म छ तपाईहरु लास्टसम्म हेर्नु होला हामीले सक्छौं कि सक्दैनौं गुरु जति सकिएला फुपू के सकिन्न सकिन्छ कि सकिन्न सकेसम्म सक्ने हाम्रो हली चाहिँ यता हुनुहुन्छ है 10 वर्षको बहर छोर्या ऊ माथि पुरा माथि एकजना मन्त्रीले पुरा भाग भाग बन्दा लगाइराख्नु भएको छ भाषण गरिरहन्छ के यहाँ अब देवर चाहिँ चालचुल्नी गर्नु भएको छैन जाम 2-3 जना पुरै घाम आइसक्यो हैन यहाँ घामले पुरै पसिना न असिना बनाइसक्यो पिउरे फुपू बनमारा खन्नु छिटो आज न निकाले पसिना कहिले निकाल्ने हो छिटो अहिलेका युवाहरूले यस्तै हो छिटो छिटो अच्छा अहिलेका जेन्जी आज सकेसम्म खन्छौँ के राने सकेसम्म खन्नु पर्यो है छिटो खन्नुहोस् छिटो आज त यतिको पातापुरी तपाईँले भ्याउनु पर्छ है छिटो आलु नि खन्ने रे पानी के झन् आलु खन्ने भन्छ छिटो खन्नुहोस् छिटो हामीले चाहिँ खनेर पनि सिद्धाउन लाग्छौँ साथीहरु यता चाहिँ हेर्नु न 2 महिनाको सुत्केरेले पनि खनिरहेको छ हाम्रोतिर चाहिँ नानी पाएको 1 महिनादेखि नै काम गर्ने हुन्छ के तपाईहरुतिर कस्तो हुन्छ होला तर हाम्रोतिर त सुत्केरीमा पनि खासै स्याहार सुसार पाइदैन नि त काम मात्रै ठुलो हेर्छन् अनि यता हाम्रो पुसा हेर्नु न यति बुढो मान्छेले पनि खनिराख्नु भएको छ धेरै छन् धेरै यतातिर पनि छन् कोही मान्छेहरु चाहिँ लास्टले उतातिर भाग्न गइराछन् फुपू सबैजनालाई नमस्कार भनिदिनु न नमस्ते भन्दै नमस्कार पनि भन्नु अतैन भयो सिद्धिनु लाग्यो हामीले चाहिँ बिहानभरि कति घण्टा खन्यौं रे 2-3 घण्टा मात्रै खन्यौं होला साथीहरु यति रमाइलो भयो कि पुरै बबाल रमाइलो भयो के धेरै साथी माटा खन्दा पनि नखनेको जस्तो हुन्छ नि त अनि त्यसैले चाहिँ साह्रै रमाइलो भयो तर मलाई अलिकति चित्त दुख्यो के यता सुत्केरी नानीलाई हेर्ने बेला हैन सानो नानी हुने बेला म पनि त्यस्तै भएको थिएँ तर मैले अहिले त बिर्सिसकेँ नि त अनि मेरो बच्चाहरु ठुल्ठुल भएको छन् अनि यिन नानीलाई देख्दा अलिकति नरमाइलो लाग्यो अरु चाहिँ एकदम रमाइलो लाग्यो एकदम सधैँभरि यसरी नै मिलेर गर्नु पाएपछि चाहिँ झनै रमाइलो लाग्ने जस्तो लाग्यो महसुस फिल भइरहेछ मलाई सिद्धियो अनि अब चाहिँ घरतिर जाने फुपू चिची पापा खान जाने जार खाने हैन फुपू
त्यो रिम्दाको फेसबुक त रङ्गा फेसबुकले गएको हुन्छ क्या बिचरा हाम्रो पुक्कोले नानी पनि कति सुत्या हो क्या इट्टी खन्ने बेलासम्म उठ्दैन र बराइने जारको भाडा सबैजनालाई नमस्कार तन्ड्यारीहरू डोर्ते अब तन्ड्यारी त होइन दाजुभाइ दिदीबहिनीहरू डोर्ते अब सको दाजुभाइ दिदीबहिनी जेठा जेठिनी सबै भतिजा भतिजी छोरा भतिजी तपाईँलाई के भन्न इच्छा छ दर्शन यति सानो बच्चा छ कि साथीहरू हेर्नु न तपाईँहरूले त्यो यति सानो बच्चा हुने बेला काम गर्नुहुन्छ त काम गर्नुहुन्छ भने कमेन्ट त गर्नुलाई हेर्नु न यति सानो बच्चासँग हामीले काम गर्छौँ त्यहाँ हेर्नु न बिचरा कस्तो घाम भयो के मलाई त यता घाम लागेर मर्नै लाग्यो यहाँ चाहिँ पुरै कति धेरै कब्जा छ कति बारे कम्ता घाम पनि भएको छैन होला होइन के गर्ने हाम्रो गाउँले जिन्दगीमा यस्तै छ अनि यतातिर चाहिँ जार खाइराख्नु भएको छ धेरै नखानु है मार्नु होला मैले यस्तो गरेको थियो कि साउन्डदेखि यो बनमा खोल्या खोल्न ला हो अनि त्यहाँदेखि आज छनुको लागि 11-12मा साथीभाइहरू बोतल लिएर एकचोटि 1-2 घन्टा खनम भनेर मेरो भतिजा भतिजीहरू अनि मेरो छोरा बुहारीहरू लिएर अनि भाइ बुहारी लिएर यहाँ काम गर्न लगाएको कोही हुन्छ भने खाने हो हुन्न भने पनि मुती छ त पुक्कुलो तान्ने हुन्न भने पनि नि सानो मान्छेले धेरै खाने नि खानु खानु छ्याङ तिमीले पनि खाऊ नानी आमालाई तिर्खा लाग्यो होला खाऊ